नमस्कार। आजको हाम्रो टपिक छ हाउ टु ह्यान्डल टकेटिभ स्टुडेन्ट्स। टकेटिभ स्टुडेन्ट्स भन्नाले हामीले कसरी बुझ्नुपर्छ भने हरेक क्लासरुममा चाहिँ एक्स्ट्रोभर्टेड चिल्ड्रेन्सहरू पनि हुन्छन् हैन, जो एक्सप्रेसिभ हुन्छन्। आफूलाई लागेका कुराहरू उनीहरूले नसोचिकन बोलिहाल्छन् र त्यो बोल्नु भनेको फेरि नराम्रो होइन, तर समटाइम्स यसलाई हामीले अलिकति म्यानेज गर्नुपर्ने हुन्छ हैन। हाम्रो क्लासरुमको डिफ्रेन्ट मोडालिटिजहरू छ, डिफ्रेन्ट प्याराडाइम्सहरू छ, डिफ्रेन्ट सिचुएसन्सहरू छ। कुन चाहिँ सिचुएसनमा कसरी डिल गर्ने हो भन्ने कुरा चाहिँ हामी टिचर्सहरूले चाहिँ राम्रो तरिकाले हेर्नुपर्छ र बुझ्नुपर्छ। र समटाइम्स टकेटिभ स्टुडेन्ट्सले चाहिँ क्लास थोरै ह्याम्पर पनि गरिरहेको हुन्छ हैन। अब यस्तो अवस्थामा टिचरले के गर्ने हो त? कसरी टिचरले त्यो टकेटिभ स्टुडेन्ट्सलाई म्यानेज गर्ने? सर्वप्रथम त्यो बच्चा किन टकेटिभ भयो त, त्यसको पछाडिको रिजन हामीले पत्ता लगाउनुपर्छ र त्यसपछि हामीले के गर्नुपर्छ, टकेटिभ स्टुडेन्ट्सहरूलाई चाहिँ सर्टिङ गरेर चाहिँ हामीले उहाँलाई चाहिँ रेस्पोन्सिबिलिटिजहरू दिनुपर्छ। रेस्पोन्सिबिलिटिजको मतलब के हो भने चाहिँ हामीले उहाँलाई चाहिँ केही जिम्मेवार दिनु पर्यो, क्लासको ग्रुप लिडर्स बनाइदिनु पर्यो, क्लास मनिटर बनाइदिनु पर्यो हैन, अनि हेल्पर्सहरू बनाइदिनु पर्यो। समटाइम्स हाम्रै हेल्पर बनाउँदा पनि हामीले हुन्छ। त्यस्तो गर्दाखेरि उहाँले चाहिँ लिडरसिप फिल गर्नुहुन्छ। वास्तवमा बच्चालाई लाग्छ उहाँलाई एकदमै हामीले ठुलो जिम्मेवार दिएको छौँ र उहाँले त्यसलाई चाहिँ एकदम स्पेसल फिल पनि गर्छ। बट इन्डाइरेक्ट एम्स के हो भने हजुरले यसरी उहाँलाई चाहिँ करेक्ट पनि गर्दै हुनुहुन्छ। सेकेन्डली चाहिँ यु क्यान मुभ क्लोजर वेन दे टक हैन। हाम्रो प्रेजेन्स समटाइम्स उहाँहरूको यो टकेटिभ नेचरलाई चाहिँ अलिकति रिड्युस पनि गर्छ। हामीले रिड्युस गर्ने, स्टप गर्ने चाहिँ होइन, थोरै रिड्युस गर्ने। किनभने समटाइम्स मैले भने हाम्रो क्लासको सिचुएसन र सर्कमस्टेन्सेस हेरेर चाहिँ हामीलाई समटाइम्स क्लास चाहिँ अलिक काम पनि चाहिने हुन्छ। त्यसपछि हामीले चाहिँ उहाँलाई चाहिँ अप्रिसिएट पनि गर्नु पर्यो, उहाँको एनर्जीलाई एक्नोलेज पनि गर्नु पर्यो हैन। किनभने टकेटिभ स्टुडेन्ट्सले नै तपाईँलाई लिड गर्ने हो, तपाईँको क्लासलाई रिप्रेजेन्ट गर्ने हो। भोलि गएर कुनै प्रोग्राम्सहरूमा चाहिँ तपाईँको प्रोग्रामलाई होस्ट पनि गरिदिनुहुन्छ। सो उहाँहरूको त्यो स्किललाई चाहिँ प्रमोट गर्ने, न कि हामीले स्टप गर्ने। भनिन्छ नि वेन वी टर्न्स देयर टक इन्टु लिडरसिप्स दे फिल सिन नट साइलेन्ट। सो यति भन्दै मैले आज सानो टिप्स हजुरहरूसँग सेयर गरेँ। आई होप यो टिप्स हजुरहरूको लागि धेरै उपयोग हुन्छ र काम पनि गर्छ। थ्याङ्क यू सो मच।